साथीहरु म चाहिँ अहिले यो धोबाडी पोखरी भन्ने ठाउँमा है पोखरी है यो गाडीको माल लिएर आएको यहाँ यसरी माल लिएर आएको अब पुरै पछाडी माल झुलेर है ठाडै उकालो झुलेर पुरै यस्तो छ है। अब यहाँबाट सिधै उता पोखरीतिर जाने बाटो हो, यसलाई पोखरी भन्छ। यतातिर चाहिँ धोबाडी जाने बाटो छ है, यतातिर हेर्न सक्नुहुन्छ है। यो चाहिँ धोबाडी जाने बाटो, एउटै घरको बाख्राहरू यो हेर्न सक्नुहुन्छ है। यताको दाइहरु यो दाइको बाख्रा रहेछ यो। यहाँ एउटा मात्र दोकान छ यहाँ है, हेर्न सक्नुहुन्छ। अरु सब खाली छ है, सुनसान एरिया। यस्तो छ साथीहरु ठाउँ, पोखरी भन्ने ठाउँ यी। कति बजे हिँडेको लक्ष्मण हामी? हामी त्यही 1:30 बजीतिर हिँडेको है। अब अहिले कति बजे टाइम यहाँ कति भयो? 4 बजे। लगभग 3.5 घण्टा चान्चुन भइसक्यो हामी हिँडेको। 2.5 घण्टा 2.5 1.5 भनेपछि 2 3 4 2.5 घण्टा भएछ हामी हिँडेको।